गणेश नेपालीको मृत्युपछि सांसद आशिका तामाङले रुँदै भन्छिन्, उहाँको मृत्यु हुँदा म निकै भावुक भनेकी छु। मेरो 1 महिनाको तलब उहाँको परिवारले दिनेछु। दर्शकबिन नमस्कार, हार्दिक स्वागत छ। अहिले एउटा घटनाले सामाजिक सञ्जाल सबैलाई दुखी बनाइरहेको छ। मुगुका गणेश नेपाली, जसले आफ्ना वृद्ध बुवा आमालाई पाल्नको लागि सम्पत्ति बेचेर बाइक किनेर काठमाडौँमा एउटा राइड सेयरिङ अर्थात् पठाउ काम गर्ने सोचे। उनी विदेश जानुभन्दा पनि आफ्नै देशमा केही गर्छु भनेर लागि परे। तर उनलाई के थाहा थियो र, जसले जुन सपना देख्यो त्यही सपनाले नै उनलाई काठमाडौँमा अलमल्ल पारिदियो। हुन त सबैलाई यो एउटा सामान्य कुरा लाग्न सक्छ, तर एउटा गरिबले 10-10 हजारको फाइन कसरी तिर्न सक्छ? आज त्यही कारणले उनले आफ्नो ज्यान नै गुमाए। उनले आफ्नो ज्यान गुमाइसकेपछि सांसद आशिका तामाङ पनि निकै भावुक बनेकी छिन्। सांसद आशिका तामाङले आफ्नो 1 महिनाको तलब गणेश नेपालीका वृद्ध बुवा आमालाई दिने घोषणा गरेकी छिन्। त्यति मात्रै नभएर उनको मृत्यु भइसकेपछि उनी निकै भावुक बनेकी छिन्। गणेश नेपालीको मृत्युले सबैले प्रश्न पार्छ। एउटा गरिबलाई यो देशमा बाँच्नको लागि कति धेरै सङ्घर्ष गर्नुपर्छ, त्यति मात्रै नभएर कति धेरै दौडधुप गर्नुपर्छ भन्ने कुरा गणेश नेपालीको यो मृत्युले सबैले देखाउँछ। अहिले यो विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना समेत बनिरहेको छ। कतिपयले गणेश नेपाली आफ्नो रिस थेक्न नसकेर आफ्नो मृत्युको काल आफै बने भनिरहेका छन्। कतिपयले भने सरकारले गरेको नियमले गर्दा आज गणेश नेपालीले आफ्नो ज्यान गुमाए भनिरहेका छन्। यो विषयमा सामाजिक सञ्जालमा अलग अलग पक्ष बोलिरहेका छन्। तर वास्तवमा एउटा गरिबलाई बाँच्नको लागि यो देशमा कति धेरै गाह्रो छ भन्ने कुरा त गणेश नेपालीको मृत्युले पक्कै पनि प्रश्नाउँछ। तपाईहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, अवश्य पनि यो भिडियोलाई सेयर गर्नुहोला।